पनि पुग्छ फाइलिङ भनेको के छ भने act of arranging or preserving the official documents in a systematic and scientific way in order to obtain them whenever is needed यहाँ हेर्नु ल systematic and scientific way in order to obtain them whenever is needed भने जस्तो तपाईहरुलाई म एउटा बेसिक लाइनबाट नागरिकता हराउनु भएको छ कसैले मैले हराएको छु है नागरिकता बनाउन जानुभयो होलोग्राम टाँसेर त्यहाँ नागरिकता प्रशासकीय अधिकृतले अथवा सिडिओ साहबले साइन गरेर तपाईहरुलाई नागरिकता दिनुभयो तपाई यो देशको नागरिक हुनुभयो हो नागरिकताको आधारमा तपाईले के गर्नुभयो भन्दा ड्राइभिङ लाइसेन्स बनाउनुभयो नागरिकताको आधारमा सिम प्राप्त गर्नुभयो नागरिकताको आधारमा भोटिङ कार्ड गर्नुभयो पाउनुभयो नागरिकता हरायो अब त्यस पछाडि भने तपाईको नागरिकताको रेकर्ड भेट्टिनुपर्छ कि पर्दैन पर्छ हो तपाईको नागरिकताको रेकर्ड भेट्टिन चाहिँ ढड्डा मेन्टेन गरे हुन्छ ढड्डा सँगसँगै निवेदन दिएको अनुसूचीहरू पनि सर्टेन पिरियड प्राय 50-60 वर्षभन्दा बढी नै मेन्टेन गर्छन् हैन 50-60 वर्षको पिरियड अफ टाइमसम्म चाहिँ त्यो रेकर्ड चाहिँ नागरिकताको रेकर्ड ढड्डाको रेकर्ड त फरेभर रहनुपर्छ हैन जस्तो जग्गाको मोठ भन्छौँ हामी हैन त्यो ठेलीमा रहन्छ कि एउटा के नै होला जस्तो लाग्थ्यो मलाई त्यो मालपोत दानु जागिर खानु अगाडि हाम्रो सम्पत्तिको सुरक्षा त मुसाले कुन दिन सकाइदिला जस्तो थियो कि अहिले चाहिँ अनलाइन गरेर इन्ट्री गरे यत्रो त्यो कार्डबोर्डले उ गरेको पेपर थियो हैन अब 20 वर्ष पुरानो त्यो मोठ तानेर हेर्यो भने 20 वर्ष पुरानो तानेर हेर्यो भने यसरी तान्दाखेरि त्यो रेकर्ड हराउने चान्सेस धेरै हुन्छ कि त्यस्तै छ हाम्रो हैन फाइलिङ के हो भन्दा चाहिँ सिस्टमेटिक र साइन्टिफिक एरेन्जमेन्ट अफ अफिसियल डकुमेन्ट्स स्पेशली रिटर्न डकुमेन्ट्स है अब अहिले रिटर्न भन्दाखेरि तपाईहरुले के पनि माइन्डमा ल्याउनु भयो भने यो सफ्ट फर्मको हुन्छ नि जति पनि जस्तो लेटर्सहरु हामीले इमेल पनि पर्छ लेटर टाइप गर्नलाई के भन्छौँ कम्प्युटराइज लेटर राइटिङ पनि गर्छौँ नि हैन अहिले चाहिँ अब धेरै जसो काम कम्प्युटरबाटै हुन थाल्यो तर कम्प्युटरको पनि के हो भन्दा चाहिँ त्यो डकुमेन्ट चाहिँ रिटर्न फर्म अफ डकुमेन्ट हो हामीले कागजमा मात्रै सेभ गरेका होइनौँ हामीले डिजिटल फर्ममा राखेको रेकर्ड पनि फाइलिङ भित्रै पर्छ है कम्प्युटरमा चाहिँ सजिलो के छ भने फाइलिङ त्यही सिस्टमले गरिदिसकेको हुन्छ हामीलाई लोकेट गर्न खासै गाह्रो पर्दैन हैन तर त्यही कुरा चाहिँ रिटर्न फर्म अफ डकुमेन्ट व्हिच एक्जिस्ट इन पेपर मिन्स है अथवा फिजिकल मिन्समा एक्जिस्ट गर्ने जति पनि रेकर्ड छ त्यसलाई चाहिँ सिस्टमेटिकली र साइन्टिफिकली क्याटेगोराइज गरेर राख्नुपर्छ त्यसलाई हामी के भन्छौँ भन्दा फाइलिङ भन्छौँ फाइलिङ के को लागि भन्दा चाहिँ दुईटा कुरा हुन्छ है सरकारी अथवा पब्लिक एडमिनिस्ट्रेसनमा सरकारी निकायलाई अथवा गभर्नमेन्ट एजेन्सीलाई राखेर माइन्ड राखेर तपाईहरुले एन्सर लेख्नु होला जहिले फाइलिङ एउटा गर्नै पर्ने बाध्यता के लिगल अब्लिगेसन तपाईको जागिरै फाइलिङको लागि फाइलिङ गर्नेको लागि अथवा रेकर्ड मेन्टेनको लागि जागिर छ भने त्यो फाइलिङ गर्न पर्यो लिगल अब्लिगेसन जस्तो मेरो नागरिकताको रेकर्ड जिल्ला प्रशासन कार्यालय सुनसरीले राख्दैन भने मेरो गल्ती हुँदैन त्यहाँ जो अफिसियल छन् जो अफिसियल इन्चार्ज छ उसको गल्ती हुन्छ हो मैले जग्गा किन्छु जग्गाको पूर्जाको मसँग त पूर्जा हुने हो नि हैन त्यो रेकर्ड त सम्बन्धित अफिसमा राख्ने हो हाम्रोमा चाहिँ कस्तो छ भने अलिकति अनअकाउन्टेबिलिटीको पार्टमा के छ भने त्यो अफिसमा गएर रेकर्ड भेटिएन भने चाहिँ रेकर्ड भेटिएन अब खोजेर ल्याउनुस् भने उल्टो सेवाग्राहीलाई दुःख दिने चलन छ हेर्नु है सबभन्दा खराब चिज हो हाम्रो है रेकर्ड भेटिएन भने अफिसले जसरी नमस्ते गरेर झार गुहार गरेर यो कतै उजुरी नगर्दिनु होला हामी खोजेर तपाईको रेकर्ड अवेलेबल गर्छौँ भन्नुपर्ने हो तर हाम्रोमा चाहिँ के छ भने रेकर्ड भेटिएन भने ताली बजाएर भेटिएन ल जा भन्ने जस्तो सिस्टम छ त्यो एकदम नराम्रो फाइलिङ वाइ इट इज डन एउटा सुरुमा तपाईहरुले अब जस्तो जागिर खाँदा के याद राख्नु भने फाइलिङ गर्नै पर्छ त्यो किन गर्न पर्छ भन्दा कानुनी रूपमा बाध्यकारी छ रेकर्डको सेफगार्ड गर्नको लागि र अब यसमा त्यसपछि चाहिँ के भन्दा टु अब्टेन देम वेनेभर इज निडेड फर फ्युचर रेफरेन्स पनि भन्न सक्नुहुन्छ तपाईहरुले अथवा जब चाहिन्छ त्यो चाहिँ प्राप्त गर्नलाई हामीले फाइलिङ गर्छौँ बुझ्नुभयो फाइलिङ जेको पनि हुन सक्छ लेटर्सको पनि हुन सक्छ तपाईलाई कुनै के अरे ढड्डालाई के भन्ने इङ्ग्लिसमा त्यो बुकलाई के भन्छ बुक जस्तो यत्रो मोटो उ राख्यो भने त्यसलाई के भन्ने बुकै भन्ने होला हैन जस्तो रेकर्ड बुक भन्न सक्यो तपाईहरुले लेटर्सहरु भन्न सक्यो इनकमिङ आउटगोइङ करेस्पोन्डेन्सहरु भन्न सक्यो सर्कुलर्सहरु भन्न सक्यो नोटिसहरु भन्न सक्यो स्ट्याम्प्सहरु भन्न सक्यो धेरै कुरा जुन चाहिँ अफिसियल एज एन अफिसियल डकुमेन्ट एक्जिस्ट गर्छ त्यसलाई हामी के भन्छौँ भन्दा यो फाइलिङमा राख्ने डकुमेन्ट भन्छौँ है अथवा फाइलिङ भन्ने बित्तिकै तपाईले सम्झिनु पर्ने वर्ड भनेको रेकर्ड्स हो बुझ्नुभयो अरूको फाइलिङ गर्ने होइन है हामीले रेकर्ड्सको मात्रै फाइलिङ गर्ने हो
अफिसमा कुनै एउटा निवेदन आयो तोक आदेश दर्ता भएको छैन, त्यो रेकर्डको रूपमा राखिनु पर्दैन भने त्यसलाई कागज रद्दीको टोकरीमा अथवा डस्टबिनमा फाल्दै हुन्छ। तर इफ इट इज अ रेकर्ड देन द फाइलिङ अफ द्याट मस्ट बी डन। बुझ्नुभयो? अब कहिलेसम्म गर्ने, कुन कुन डकुमेन्टलाई कहिलेसम्मको पिरियडमा फाइलिङ गर्ने, इम्पोर्टेन्स क्याटेगोरी कसरी छुट्याउने भन्ने चाहिँ हामी 1.6 कि 1.7मा छ, त्यो अनुसार पढ्छौँ है त हामीले। The core function of record management that facilitates the easy and quick availability of records or document for future reference. फाइलिङ गर्दाखेरि सिस्टमेटिक र साइन्टिफिक एरेन्जमेन्ट हुनुपर्छ है, सम्झिनु। फाइलिङ गर्ने भनेको हामी घरमा जस्तो तपाईँहरूले पढेर नोटहरू बनाउनु भएको हुन्छ अथवा पेपरहरू लेख्नु भएको हुन्छ नि, त्यो मिलाएर डेट वाइज राख्नुहुन्छ, घरमा राख्नुहुन्छ कि राख्नुहुन्न? जस्तो कुनै पेपरहरू प्र्याक्टिस गर्नुभयो एक्जामको भने मिलाएर यो दिन यो भनेर राख्नुहुन्न नि, हो त्यो अब फाइलिङ भएन। तर त्यही केस चाहिँ डेट वाइजको के, जस्तो वैशाखदेखिको सिरियल वाइज मिलाएर राख्नुभयो, र त्यसलाई केही एउटा फाइलमा अथवा कुनै एउटा रेकर्ड बुकमा बाइन्डिङ गर्नुभयो भने चाहिँ त्यसलाई हामी बल्ल फाइलिङ भन्छौँ है त। सिस्टमेटिक र साइन्टिफिक वे भन्ने नछुटाउनु, यो किवर्ड टिप्नु त, सिस्टमेटिक र साइन्टिफिक वे, अनि प्रिजर्भिङ अफिसियल डकुमेन्ट्स भनेर पनि नछुटाउनु होला। साइन्टिफिक वे भन्न चाहिँ अब कस्तो हुन्छ भने जुन कुरा चाहिँ ट्रेडिसनल होइन, मोडर्न वेमा गरिन्छ भने त्यसलाई हामी साइन्टिफिक भन्छौँ। बुझ्नुभयो? अब साइन्टिफिक भनेको वैज्ञानिक शक्ति प्रयोग गर्नुपर्छ भन्ने होइन होइन। अब यो फाइलिङ सम्झिँदा तपाईँहरूले एक्जाममा दुईवटा कुरा नछुटाउनु है, एउटा फिजिकल मिन्स अफ रेकर्डलाई पनि फाइलिङ गरिन्छ, डिजिटल मिन्स अफ रेकर्डलाई पनि फाइलिङ गरिन्छ। यो कुराले तपाईँको एन्सर लेखाइमा तपाईँको कतिको दम छ भन्ने सुटिन्छ। तपाईँले खालि पेपर मात्रै माइन्डमा राखेर फाइलिङको कुरो एन्सर लेख्न थाल्नुभयो भने कम्प्लिट हुँदैन। किनभने अहिलेको जमानामा सबै हामी सिस्टमले काम गर्छौँ, डिजिटल प्लेटफर्ममा काम गर्छौँ। गभर्मेन्टको रेकर्ड्सहरू पनि डिजिटल्ली अभाइलेबल छ, म्याक्सिमम रेकर्ड। तपाईँहरूको ड्राइभिङ लाइसेन्सको वेबसाइटमा हेऱ्यो भने फोटोसहितको आउँछ, यदि त्यहाँ नम्बर हाल्नु भने होइन। त्यो भनेपछि डिजिटल रेकर्ड छ। अहिले अब नागरिकताको पनि डिजिटल आइसक्यो, तपाईँहरूले नागरिक एपहरू चलाउनु भने हाम्रो धेरै जस्तो सर्टिफिकेट डाटाहरू पनि आइसक्यो भनेपछि डिजिटल रेकर्ड पनि फाइलिङभित्रै पर्छ है त। प्रोसेस अफ एरेन्जिङ एन्ड स्टोरिङ रेकर्ड सो द्याट दे क्यान बी लोकेटेड वेन रिक्वायर्ड। यो डेफिनेसन ठिक छ? हेर्नु त, यस्तो सम्झ तपाईँहरूले एक लाइनभन्दा बढी हुने अथवा एक सेन्टेन्सभन्दा बढी हुने डेफिनेसन नायब सुब्बा दिँदै हुनुहुन्छ भने घोक्न पर्दैन, अथवा त्यो घोकेर नजानु होला। तपाईँहरूले घोक्ने अथवा बेस्ट लेख्न सक्ने भनेको, मैले त के भन्छु भने अहिलेदेखि तयारी गरिरहनु भएको छ, अहिलेदेखि प्रिपरेसन गरिरहनु भएको छ भने एउटा यस्तो सर्ट एन्ड स्विट आफैले बनाएर लेख्न सक्नुहुन्छ, एकदम राम्रो। होइन भने यहाँ नोटमा भएको अथवा कुनै राइटरले भनेको भनाइ एउटा प्रिपेयर गरेर चाहिँ राख्नु है, सजिलो हुन्छ।